हेलो साथीहरू सबैलाई स्वागत छ मेरो यो अर्को मिनी ब्लगमा। यो मिनी ब्लग चाहिँ हाम्रो घरमा एका लगाइएको थियो त्यसको रहेको छ। यहाँ चाहिँ पूजाको कार्यक्रम सुरु भइरहेको छ र यता अचारको लागि मसला काटिँदै यो मेरो ह्यान्डसम भाइ अनि यहाँ ठुलबाले खाना बनाउँदै हुनुहुन्छ र यता सेलरोटी पाकिरहेको छ। त्यसपछि यो पूजा भइरहेको छ, यता चाहिँ पूजाको कार्य र त्यसपछि यो लागबत्ती बनाउनलाई पानीमा बत्ती भिजाएर बनाइरहेका छन् अनि यता हवनको लागि हवन पनि गरिरहेका छन्। Hello guys, म यहाँ छु। Hello guys, म यहाँ छु। Guys, bye bye. यता आन्टीहरूले सेलरोटी पकाइरहेका छन् र भाउजूले अनि यता ठुलमम्मीहरूले पनि सेलरोटी पकाइरहेका छन्। यो आन्टीले अचार निकालिरहेको भएको छ। हेर्नुहोस् कति मिठो सेल पाकिरहेको छ यता। त्यसपछि हाम्रो लागबत्ती माल्ने कार्यक्रम सुरु हुन्छ र आरती हुन्छ यहाँ। त्यसपछि म छोरीसँग अलि छोरीलाई जिस्काइरहेको छु, हेर्नुहोस् सुन्नुहोस्। अब नारायण गाइदेऊ ल, नारायण। पूजा सँगसँगै हाम्रो नेपालको म्याच पनि चलिरहेको थियो। के गर्नु गाइस, हारियो, नराम्रो भयो, मजा आएन। जितेको गेम हारियो, बट वेल प्लेड नेपाल। त्यसपछि आरतीको समयमा हाम्रो आरती भजनहरू भयो। त्यसपछि भजन गऱ्यौँ। भजन सकेपछि आमा ठुलमम्मी बहिनीहरूले डान्स गरे र आजको रात यहीँ सकायौँ हामीले। हजुरहरूलाई मेरो मिनी ब्लग कस्तो लाग्यो भन्नुहोला। धन्यवाद।